धन्यवाद छ कार्यक्रम सञ्चालक मित्र चन्द्र चेम्जङज्यू र यो सभालाई भर्खरै सम्बोधन गर्नुहुने पूर्व सभासद तारा घरती मगर, होमकुमारी खापुङ, विष्णु यक्सो, यहाँहरू सबैप्रति सहमत हुँदै र यो आजको नेपाल बन्द कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउन हुने सातो बाटो यो प्रहरी कार्यालयका सम्पूर्ण सुरक्षाकर्मी मित्रहरू, विशेष गरेर यहाँका इन्स्पेक्टर पदमराज जोशी मार्फत सबै सुरक्षाकर्मी मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र हामी नेपाल संघीय जनगणतान्त्रिक मोर्चाको तर्फबाट हामी सहभागी आन्दोलनकारी सबै मित्रहरूप्रति नेपाल संघीय जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट यहाँहरू सबैलाई म लाल सनम भन्न चाहन्छु, संघीय अभिवादन भन्न चाहन्छु र स्वीकार्नुहोस्। जय लिम्बुवान। मित्रहरू, आज बन्द कार्यक्रम सफल भएको छ। हरेक बन्द कार्यक्रमहरू हुन्छन् र सफल पनि हुन्छन्, तर प्रत्येक बन्द कार्यक्रम एउटै हुँदैनन्। आज यो कार्यक्रम एउटा यस्तो घडीमा हामी गरिरहेका छौं, यो हाम्रो बाध्यता थियो, यो हाम्रो रहर थिएन। हामीले आम जनतालाई दुःख दिनको लागि यो बन्द आयोजना गरेका थिएनौं। त्यसो भएको हुनाले सर्वप्रथम आज यो बन्दमा भएको केही कुराहरू म राख्न चाहन्छु। आज मात्रै रुकुममा एकीकृत माओवादीले नेकपा देश माओवादीको कार्यालय तोडफोड गरेको छ। हामी भन्न चाहन्छौं एकीकृत माओवादीले आफ्नो जनयुद्धका सम्पूर्ण कुराहरू त्यो इतिहास नभुलोस् र आज यो संघीय जनगणतान्त्रिक मोर्चाको एक घटक नेकपा देश माओवादीको कार्यालयलाई तोडफोड गरेर एकीकृत माओवादीले एउटा गम्भीर शङ्काको सुरुवात गरेको छ। त्यसो भएको हुनाले सबैभन्दा पहिला हामी यो सातो बाटोको यो कर्नरबाट नेकपा एकीकृतको त्यो ज्यादतीप्रति घोर भर्त्सना गर्न चाहन्छौँ। आदरणीय जनसमुदायहरू, घोर भर्त्सना गर्दछौँ। जय लिम्बुवान छ, लाल सलाम छ, संघीय अभिवादन छ। साथीहरू, आदरणीय जनसमुदायहरू, आज काठमाडौँबाट जम्मा 5 जना गिरफ्तार भएका छन्। हेटौडाबाट 25 जना गिरफ्तार भएका छन्। बाराबाट 5 जना गिरफ्तार भएका छन्। सुनसरीबाट 2 जना र मोरङबाट 2 जना गिरफ्तार भएका छन्। र यो सातो बाटोको यो चौकबाट हामी आन्दोलनकारीको तर्फबाट भन्न चाहन्छौँ, यी गिरफ्तार सबै हाम्रा कार्यकर्ताहरूलाई तुरुन्त बिना शर्त रिहा गरियोस् र यो माग राख्न चाहन्छौँ। र यो आन्दोलनको अन्त्यमा केही साना कुराहरू म राख्न चाहन्छु। हामीलाई के थाहा छ भने हामी नेपालीहरू हाम्रो देश नेपालको छिमेकी राष्ट्र बिहारको नजिक छौं। बिहारको थुप्रै कुराहरू सुन्छौं हामी। त्यहाँ एकपटक लालु प्रसाद यादव भन्ने मुख्यमन्त्री हुँदाखेरि एउटा चर्चित भनाइ थियो। लालु प्रसाद के भन्थे अरे भने यो बिहारमा 3वटा चीज मात्रै छन्। एउटा लालु प्रसाद यादव, अर्को यो ठाउँमा बालुवा छ, अर्को चाहिँ आलु फल्छ भनेर। एक लालु है, एक बालु है और आलु है। 3 चीज मात्रै यो बिहारमा चाहिँ हुन्छ भनेर लालु प्रसादले भन्थ्यो अरे। त्यो चर्चित भनाइ हामी सबैलाई थाहा छ। त्यस्तै नेपालमा के सुरुवात भयो भने यो नेपालमा सिर्फ 4वटा मात्रै दल छन्। एउटा एकीकृत माओवादी, अर्को नेपाली कांग्रेस, अर्को एमाले र एउटा मधेसवादी दल। यति बाहेक दलहरू छैनन् भन्छ यिनीहरू। त्यसो भए हामी भन्न चाहन्छौँ, आज बन्द गर्ने दल चाहिँ कुन हो? के 4 दल मात्रै नेपालमा दल रहेछन्? आदरणीय जनसमुदायहरू,
होइनन्, यिनीहरू असफल पार्टीहरू हुन्। यी बाहेक हामी पनि छौं भन्ने कुरा आजको बन्द सँगसँगै यी 4 दल मात्रै नेपालमा छैनन् भन्ने कुरा थप पुष्टि गरेको आदरणीय जनसमुदायहरू। र हामी भन्न चाहन्छौं, संविधान सभाको भङ्ग कसले गर्यो? 4 दलका शीर्ष नेताहरूले गर्यो। संविधान सभाको भङ्गपछि नै समस्याहरू सुरु भए र अहिले आएर संविधान सभाको भङ्गको त्यो समस्यालाई छोप्नको लागि, आफूलाई आउने आरोपलाई, त्यो षड्यन्त्रलाई छोप्नको लागि फेरि त्यही 4 दलहरू प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आए। उनीहरू सोधेका छैनन् 4 दलभन्दा अरू दललाई। त्यसैले हामी भन्न चाहन्छौं, हामी तिमीहरू 4 दलको जसोसुकै निर्णय पनि हामी मान्न तयार छैनौं। यदि 4 दल मात्रै छ भन्ने हो भने आज नेपाल बन्द गर्ने दलहरूलाई हिम्मत छ भने बन्देज लगाऊ। हामी यही कोर्टबाट हामी खुल्ला चुनौती रहेको कुरा यहाँ म सार्वजनिक गर्न चाहन्छु। र ठुला दल हामी हौं भन्छन्, एकीकृत माओवादीले त्यही भनिरहेको छ, नेकपा एमाले त्यही भनिरहेको छ, नेपाली कांग्रेसले त्यही भनिरहेको छ र मधेसवादी दलहरूले हामी नै ठुला दलहरू हौं, अरू यहाँ दल देखिँदैनन् भनिरहेका छन्। हामी भन्न चाहन्छौं, ठिक छ, ठुला हौ तिमीहरू दलहरू, तर संविधान सभा भङ्ग गरेर नेपालको इतिहासमै नभएको ऐतिहासिक गद्दारी गर्यौ। जुन गद्दारी नेपालको इतिहासमा राणाहरूले पनि गरेका थिएनन्, जुन गद्दारी पञ्चरले पनि गरेका थिएनन्, त्यो गद्दारी, जनताप्रतिको गद्दारी, इतिहासप्रतिको गद्दारी, संविधान सभा भङ्ग गरेर एउटा हत्याराको अभियोग लाग्यो तिमीहरूलाई। यदि ठिक छ, अहिले पनि नसुध्रिने, हामी मात्रै ठुलो दल हौं, हामी बाहेक अरू कोही होइन भन्यो भने एक दिन इतिहासमा जनताले जेलभित्रको पनि ठुलो कैदीको रूपमा राख्नेछ। यो चुनौती दिन हामी यहाँबाट सार्वजनिक गर्न चाहन्छौँ। आदरणीय समुदायहरू, हामी भन्न चाहन्छौँ, ठुला दल हौ ठिक छ, तर एक दिन जेलको पनि ठुला कैदी हुनेछौ। यो हाम्रो चुनौती हो आदरणीय समुदायहरू। र हामी भन्न चाहन्छौँ, अहिले देशमा सङ्कट छ र हामीले पटक पटक भन्दै आएका छौँ, यो सङ्कटको समाधान खिलराज रेग्मी होइन र 4 दलले जो 9 बुँदेको रूपमा मस्यौदा प्रस्ताव अगाडि सारेको छ, त्यो मस्यौदा प्रस्तावले देशको सङ्कट समाधान गर्ने छैन। यो बेलैमा बुद्धि पुर्याइयोस्, होस पुर्याइयोस्। आन्दोलनकारीको तर्फबाट हामी यहाँलाई सचेत र सुझाव दिन चाहन्छौँ। र किन रेग्मीलाई प्रधानमन्त्री अगाडि सारियो भन्दाखेरि 4 दलको भनाइ के छ भने सङ्कटको एउटै मात्रै समाधान, एउटै मात्रै विकल्प, बाध्यकारी विकल्प भनेको खिलराज रेग्मी हो। खिलराज रेग्मी बाहेक अर्को विकल्पमा सहमति हुन सक्दैन भनेर बारम्बार कुरा आइराखेको छ। अबको समस्याको समाधान प्रधान न्यायाधीश खिलराज रेग्मी हो भने म भन्न चाहन्छु, भर्खरै पत्रिकाहरूमा आइराखेको छ, एकजना चर्चित स्वास्थ्यकर्मी डाक्टर भगवान कोइरालाले शिक्षण अस्पताल महाराजगंजमा राजीनामा दिए। म 4 दललाई भन्न चाहन्छु, अब त शिक्षण अस्पतालको प्रमुखमा कुन चाहिँ अदालतको न्यायाधीशलाई नियुक्ति गर्ने हो, छिट्टै सार्वजनिक गर। किनभने अब त समस्याको समाधान जहीँ पनि अदालतको न्यायाधीशले मात्रै गर्ने भयो। त्यसैले यी 4 दलहरू असफल भइसके। असफल 4 दलको विकल्प उनीहरूले ल्याएको अर्को विकल्प हुन सक्दैन। यो हाम्रो चुनौती हो। र अर्को कुरा हामीले के स्पष्ट भन्दै आएका छौं भने संविधान सभाको विघटन संघीय संरचना र पहिचानको मुद्दाबाट भएको हो। यो खिलराज रेग्मी संघीयताको पक्षधर पनि होइनन्, पहिचानको पक्षधर पनि नभएको हुनाले यसबाट अब संविधान सभा हुन्छ र त्यो संविधान सभाबाट पहिचान सहितको संघीयता आउँछ भन्ने कुरा चाहिँ चल्लाले अण्डा पार्छ भनेर विश्वास गर्नु जस्तै हो। यो असम्भव कुरा हो, असम्भव कुरा। नेपालको संकटको र अब नयाँ नेपालको विकल्प हुन सक्दैन। त्यसो भएको हुनाले आदरणीय जनसमुदायहरू, यो 4 दलको विकल्प अर्थात् 4 दलको सिन्डिकेट, 4 दलको
के अरे आफू खुसी जो निर्णय छ त्यसको विरुद्धमा नेपालको आजको यो 23 गतेको बन्द आयोजना गरिएको। यदि हामीले यति बन्द गर्दा गर्दै यति विरोध गर्दा गर्दै 4 दल चुपचाप रेग्मीलाई पुनः प्रधानमन्त्री बन्दै अगाडि बढ्छ, प्रधानमन्त्री घोषणा गर्छ भने हामी भन्न चाहन्छौँ त्यसपछिको कार्यक्रम थप घोषणा हुनेछ, त्यसको सम्पूर्ण जिम्मेवारी 4 दलले बेहोर्नु पर्छ। त्यति मात्र होइन, 4 दलको शीर्ष नेताहरू 4 दल त्यो पञ्चायत इतिहासमा भए जस्तै राणाहरू इतिहास भए जस्तै इतिहास बन्न नपरोस् त्यो चेतावनी स्वरूप पनि आजको बन्द गरिएको आदरणीय जनसमुदायहरू। त्यसो भएको हुनाले यो बन्द 4 दलको विशेष गरेर सिन्डिकेटको विरुद्धमा सांकेतिक कार्यक्रम, सांकेतिक विरोध कार्यक्रम भएको हुनाले यो विरोध कार्यक्रमलाई सफल बनाउन यो आन्दोलनको यो साध्य आर्कमा सहयोग गर्नको लागि उपस्थित सम्पूर्ण संघीय जनगणतान्त्रिक मोर्चाका कार्यकर्ताहरू, विशेष गरेर नेकपा ड्यास माओवादी, नेकपा एकीकृत, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बन राज्य परिषदका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई धन्यवाद दिन चाहन्छु र सुरक्षा कर्मीहरूलाई पनि विशेष धन्यवाद दिँदै आजको यो बन्द कार्यक्रम अत्यन्तै सफल भएको र सम्पन्न भएको कुरा पनि घोषणा गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। संघीय वादन, लाल सलाम, जय लिम्बन।